आर्सेनलले चाहिँ जे गरे पनि टाइटल जित्ने होला जस्तो लागेन है मलाई चाहिँ। हिजोको गेम पनि म्यान्चेस्टर सिटीसँग जित्ने चान्स हाई। फर्स्ट हाफमा नि राम्रो खेल्दा जस्तो तस्तो मिलाइरहेको थियो, तर सेकेन्ड हाफमा गएर चाहिँ पेप गार्डियोलाले आफ्नो हतियार चलाइदियो र ओराइलीले गेमै भ्याइदियो। 2 गोल 2टा हेडर केपा हेरेको हेरे। आर्टेटाले के गर्न खोजेको छ आर्टेटालाई थाहा छैन कि। आर्सेनल जस्तो टिम छ, ट्रफी जितेको छैन, फ्यान्सहरूको क्रिटिसिजमै त्यही छ, ट्रफी जितेन। जब हातमा आउनलाई हुन्छ त्यही बेला मेन प्लेयरलाई हटाइदिन्छ। केपालाई किन खेलायो भन्ने कुरा भइरहेछ कि अब म्यान्चेस्टर सिटी छ, अब अरू क्रिस्टल प्यालेस न्युक्यासलहरू भए पनि हो भन्नु, सिटी छ, दुईजना टप 2 टिम छ, भिड्दैछन् एक आपसमा। तर पनि आर्टेटाको सान दादागिरी, केपाको सट्टा डेभिड रायालाई खेला भए अलिकति किपिङ राम्रो हुन्थ्यो कि के हुन्थ्यो होइन। सिद्धियो कि आर्सेनल अब यो काराबाओ कप सिद्धियो। अब अरू ट्रफीहरू छन् त छन्, तर त्यो ट्रफी पनि आउँछ कि आउँदैन अहिलेसम्म स्योर भएको छैन। र यस्तै पार हो भने आर्सेनल त अब यस्तो आश गरेर होइन, म्यान्चेस्टर सिटीले त जितिरहेछ। आर्सेनल फ्यानहरूलाई नै गाह्रो छ, जित्दैन भनेर मैले नि आर्सेनलको सपोर्ट गरेर हेरेको थिएँ, तर गेम चाहिँ यति लोदर देखाइदियो कि त्यो केही छैन कि, एट्याकै गर्न सकेको छैन कि। त्यो सेट पिसमै खेल्ने भन्थ्यो सबैले होइन, मलाई चाहिँ राम्रो टिम छ, सेट पिसमा खेल्यो नि जितिरहेछ, क्लिन सिट निकालिरहेछ भन्ने भएको थियो कि राम्रो। तर गेम चाहिँ ध्वस्तै देखाइदियो कि आर्सेनलले।